वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु हैन। अनि सो हामी चाहिँ आफ्टर सेफोक्सुन्डो जाँदैछौँ आमायाङदी। अनि सेफोक्सुन्डो पनि म जान्न थिएँ होला हैन, जान्न नै भनेर बसिरहेको थिएँ। बट लास्ट स्टेजमा हुन्छ नि जानुभन्दा एक दिन अगाडि ओके ल गइदिउँ न त भनेर मसँग ट्रेकिङ सुजहरू पनि थिएन हैन। अनि टक्क ट्रेकिङ सुज किनेर अनि गइहाले हो क्या। धन्न गएछु क्या म। त्यतिखेर नगएको भए कहिले जानु हैन। यो भिडियोमा चाहिँ म तपाईहरुलाई सबै बाटोको कन्डिसन के छ यताउति सबै डिटेल्स चाहिँ भनिदिनेवाला भन्छु हैन। सो तपाईहरु पनि जान सोचिरहनु भएको छ भने चाहिँ भिडियो लास्टसम्म हेर्नु होला। अनि खासमा मान्छेहरु चाहिँ फर्स्ट डे नै बेस क्याम्प पुग्ने गरी जानुहुन्छ हैन। आरामले पुगिँदो रहेछ पनि बेस क्याम्पसम्मै फर्स्ट डे नै। बट हामी चाहिँ त्यसरी जाँदैनौँ। फर्स्ट डे हामी आज फ्राइडे भयो, अहिले बजिरहेको छ 11:30 भइरहेछ। त्यो घडीमा ध्यान नदिनु होला, त्यो घडीमा कति 7:30 जति भइरहेछ। त्यो ब्याट्री सकिएको छ हैन। सो फेरि कमेन्ट आउँछ क्या। अनि 12 बजे यहाँबाट निस्किन्छौँ। अनि त्यसपछि मेलम्ची हुँदै हेलम्बु जान्छौँ। अनि त्यहाँ हेलम्बु माउन्टेन रिसोर्टमा स्टे गर्छौँ। अनि भोलि बिहानै उठेर तार्केग्याङ हुँदै बेस क्याम्प गएर माथि ट्रेक गरेर फेरि फर्केर त्यही रिसोर्टमा आएर बसेर सन्डे चाहिँ हामी बिहानै 10 बजीतिर काठमाडौँ आइपुग्ने गरी यहाँ घर आइपुग्ने गरी चाहिँ आउँछौँ। सो आरामले 3 दिनमा चाहिँ आरामले नै यो ट्रेक कम्प्लिट हुन्छ हैन। सो तपाईहरुलाई एउटा सानो इन्फर्मेसन, मेलम्ची जाँदै हुनुहुन्छ भने चाहिँ भक्तपुरबाट पनि जान मिल्छ क्यारे हैन। अनि भक्तपुरबाट चाहिँ अलि लङ कट हुन्छ। तपाईहरु चाहिँ साँखु हुँदै के अरे जर्सिङपावा हुँदै जानुभयो भने चाहिँ मेलम्ची पुग्ने जेलसम्म 95% बाटो एकदमै बवाल छ। सो हामी पनि त्यतैबाट जाँदैछौँ। तपाईहरु पनि जाँदै हुनुहुन्छ भने त्यतैबाट जानु होला। सो अनि अर्को कुरा, राइड गर्दै हुनुहुन्छ भने चाहिँ गियर चाहिँ लगाउनु होला। मैले चाहिँ कवचको गियर लगाएको छु हैन। अनि पछाडि बस्ने भए पनि लडेपछि त अब दुवैजना लडिन्छ हैन, पछाडि बस्ने नलड्ने भन्ने कुरा हुँदैन। सो गियर चाहिँ लगाउनु होला तपाईहरु पनि है त। सो गाइस हामी चाहिँ निस्किसकेको छौँ घरबाट हैन। घर तल छु म, बाइक आउँदैछ हैन। अनि स्कुटर चाहिँ अब किनकि स्कुटरको अलिक स्पिड कम हुन्छ नि त, स्कुटर चाहिँ गइसक्यो। दिदी र एक दिदीको साथी गइसक्नु भयो। सो अब बाइक आउँछ अनि हामी दुईजना जान्छौँ। अनि जर्सिङपावामा भेटेर अनि त्यसपछि फेरि उता लाग्नुपर्ने हुन्छ। सो गाइस अहिले चाहिँ हामी यहाँ मेलम्ची आइपुग्यौँ हैन। लगभग कति 2 घन्टा जति लाग्यो। अनि बाइकहरू त्यता राखेको छ। सो एउटा बाइक एउटा स्कुटर हो। यहाँ खाजा खाएर अब यताबाट मास्तिर लाग्नुपर्छ र म्याप हेर्दै जान्छौँ। यहाँबाट चाहिँ बाटो थाहा छैन हैन, कस्तो लटपट्यो। अब यहाँबाट म्याप हेर्दै जानुपर्छ। सो यहाँ खाजा खान्छौँ अनि त्यसपछि चाहिँ हामी मास्तिर लाग्छौँ है त। सो गाइस फाइनल्ली हामी यहाँ रिजोर्टमा आइपुग्यौँ हैन। यस्तो छ रुम, एकदमै माथि हैन, भए पनि रुमहरू चाहिँ दामी रहेछ। सो यहाँबाट बवाल अब सनसेट सनराइज देखिन्थ्यो होला। अब हेर्नै नपाइनु भयो। भोलि बेलुका सायद अब सनसेट चाहिँ हेर्न पाइन्छ होला। सो अब यहाँ फ्रेस भएर भोलि बिहान चाहिँ हेर्नुपर्ने हुन्छ। बाटो एकदमै खतम छ हैन। सो गाइस फाइनल्ली चेन्ज गरेँ मैले हैन। अब चाहिँ यस्तो गाह्रो भयो नि बाटोको। सो बाटोको बारेमा भन्नुपर्दाखेरि चाहिँ काठमाडौँदेखि मेलम्चीसम्म चाहिँ राम्रो छ हैन। अब त्यो त सबैजना आइरह्यो होला हैन। सो काठमाडौँदेखि मेलम्ची चाहिँ राम्रै छ, बाइक स्कुटर मजाले आउँछ। अनि मेलम्चीबाट हामीलाई चाहिँ टोटल बाइकमा चाहिँ 4 घन्टा लाग्यो, स्कुटर अझै आउँदैछ। अनि कस्तो छ भन्ने, अब मेलम्चीबाट माथि चाहिँ एउटा ठाउँमा नि पिच बाटो छैन हैन। सबै अब बिग्रेकै छ बाटो, एकदमै अब गाह्रै छ है। स्कुटरमा नि आउँदै हुनुहुन्छ हैन। त्यस्तो अब गाह्रै हो हैन, त्यस्तो आउँदै नआउने ल्याउनै नसक्ने भन्ने चाहिँ हैन। सो प्रपर्टी चाहिँ एकदमै बवाल रहेछ यो हैन। यस्तो दामी देखिन्छ होला क्या यहाँबाट सनसेट। अब भोलि बेलुका हेर्नुपर्छ, भोलि बेलुका नि हामी यहीँ आउने हो। सो रमाइलो हुनेवाला छ। नेपालको झन्डा नि ल्याएको थिएँ मैले, यहाँ देख्न सक्नुहुन्छ। टक्क भोलि हान्नुपर्ने हुन्छ। ज्याकेट लगाएँ, यस्तो जाडो छ नि आम्मा अति जाडो छ। यहाँ रुममा चाहिँ अहिले बरु अलि चिसो भयो, तातो भयो, नत्र अति नै चिसो छ यार। सो गाइस हाम्रो फर्स्ट मिस्टेक चाहिँ के हो भन्दाखेरि हामी चाहिँ खासमा दुवाचौरको बाटो हुँदै जानुपर्ने थियो। बट हामी चाहिँ क्युवलबाट गयौँ क्या। क्युवल हो कि के भन्ने ठाउँ थियो। सो त्यताको बाटो चाहिँ अति नै बिग्रेको थियो। त्यही भएर चाहिँ मैले त्यस्तो भनेको हो बाटोको बारेमा। सो उताबाट हाम्रो दुवाचौर हुँदै जानुभयो भने चाहिँ हैन, तपाईहरुले अब त्यस्तो खतरा बाटो त हैन। जस पिचमा ढलान अनि अप्ठ्यारा ठाउँहरूमा ढलान बाटो छ। अनि जस राम्रै छ भनौँ न, तपाईहरु चाहिँ दुवाचौरबाट जानु होला। त्यही मेलम्चीभन्दा अलि अगाडिबाट टक्क पुल क्रस गर्नुपर्छ क्या। सो त्यहाँबाट जाँदाखेरि चाहिँ एकदमै सजिलो हुन्छ। सो गाइज यो चाहिँ हेलम्बु माउन्टेन रिजोर्ट भन्ने हो। यति माथि पनि हैन यस्तो राम्रो रिजोर्ट बनाएको रहेछ। सो दामी खुसी लाग्यो मलाई यार। हुन्छ नि यस्तो दामी छ नि, एकदम मान्छेहरू अब कन्स्ट्रक्सनको सामानहरू ल्याउनै हुन्छ हैन। अनि आज चाहिँ मेन कुरा भनेको माथि बादलले गर्दा ताराहरू देखाएको छैन क्या, नत्र बवाल टाइम ल्याप्स खिच्यो भने बसिरहेको थिएँ। सो धेरै बस्तीहरू पनि छैन।
अनि यता चाहिँ यस्तो छ देखिँदैन रहेछ हैन जस दामी छ भोलि बिहान ट्रेक स्टार्ट हान्नुपर्ने हुन्छ अनि यहाँबाट नि बाटो त्यस्तै खतमै छ अरे यहाँबाट तार्के घ्याङ लगभग 2 घण्टा भनेछ लाग्ला सायद हामीलाई 2.5 कि 3 घण्टा लाग्ला सो लेट्स सी के हुन्छ अनि माथि उता हेर्ने चाहिँ गुम्बा रहेछ सो म तपाईँलाई अपडेट गराउँछु एकदमै जाडो छ लास्टै जाडो रहेछ क्या यहाँ चाहिँ बवाल जाडो रहेछ सो गुड मर्निङ गाइज अहिले चाहिँ बजिरहेछ बिहानको 5:30 हैन बाहिर यस्तो छ पुरा अँध्यारो अनि एकदमै जाडो रहेछ अब चाहिँ हामी यहाँबाट चाहिँ तार्के घ्याङ जान्छौँ अनि त्यहाँबाट बेस क्याम्प हुँदै माथि 2 घण्टा जति ट्रेक गर्नुपर्ने रहेछ यो बिरालोले हामीलाई छोडेको छैन हैन बसे छ सो हामी अब यहाँबाट अब चिया खाएर हिँडिहाल्छौँ हैन सो अनि त्यसपछि माथि भेटौँला है त सो गाइज आइसले चाहिँ पुरै यहाँ कब्जा हानिरहेको मेरोमा त पुरै उभा रहेछ यार आम्मा बाइक त्यट सो गाइज बाइक चाहिँ फाइनली स्टार्ट भयो स्टार्टै हुन मानिरहेको थिएन अनि सिटभरि पुरै त्यो आइस जमिरहेको थियो बाटो चाहिँ यस्तै हो ढुङ्गावाला बाटो छ सो अनि हिमाल देखिन थालिसकेको छ झन् सनराइज भएपछि त्यो गोल्डन इफेक्ट पर्छ नि हिमालमा कस्तो दामी देखिन्छ होला त होइन देखिन सक्नुहुन्छ अति बवाल छ लास्टै जाडो रहेछ तर ओभरै जाडो छ सिटहरू त पुरै आइस जमेर होइन डेन्जर भएको थियो सो गाइज अहिले चाहिँ हामी अन द वे टु आमायाङ्ग्री होइन अनि सनराइज भइरहेछ त्यहाँनिर अनि बाटो चाहिँ खतमै छ ठाउँ ठाउँमा पहिरो पनि गएको रहेछ यहाँ चाहिँ अब क्यामेरा सेट हान्दैछौँ त्यसपछि चाहिँ हामी अब यहाँबाट तार्के घ्याङ कि बेस क्याम्पमै गएर गर्छौँ होला ब्रेकफास्ट अनि त्यसपछि हिँड्छौँ अनि त्यही हो माथिबाट बवाल देखिन्छ होला सायद भ्यूहरू होइन सो तपाईँहरूलाई देखाउँछु म भिडियो बनाएको छैन क्या युट्युबलाई भनेर त अनि 10 मिनटको पनि भन्दैन होला भिडियो सायद युट्युबमा त यो चाहिँ लाङटाङ नेसनल पार्कभित्र पर्दो रहेछ होइन ठुलो रहेछ जङ्गल चाहिँ ऐना के कालिज है के देखाएको थियो हामीले सो दामी भइरहेछ सो गाइज हामी चाहिँ अब आमायाङ्ग्री बेस क्याम्पको लागि चाहिँ जम्मा कति मिनट 5 मिनट देखाएर चाहिँ 1.1 किलोमिटर बाँकी छ सो यहाँ देख्न सक्नुहुन्छ बवाल रहेछ बाटो चाहिँ एकदमै बवाल रहेछ धेरै ठाउँमा बाइकको तल छोयो होइन गाह्रै हुन्छ स्कुटरमा चाहिँ अलिक गाह्रै हुन्छ टाइम पनि लाग्छ तर नआउने भन्ने चाहिँ होइन आउँछ मजाले आउँछ सो गाइज फाइनली हामी चाहिँ यहाँ बेस क्याम्प आइपुग्यौँ होइन बवाल रहेछ सो मन्दिर चाहिँ यहीँबाट देखिरहेको छ त्यहाँ जानुपर्ने हो त्यहाँ आइस चलाइदिएको कस्तो चिसो भयो अनि यहाँ मान्छेहरू टेन्टमा सुतिरहेको रहेछ सो जाडो अति नै छ सो हिमाल पनि देखिरहेछ यता नि हिमाल छ यता नि हिमाल छ चारैतिर हिमाल छ ट्राइपोड चाहिँ मैले अब तलै खसालेको छु क्या नत्र अब टाइम ल्याप्सहरू किन्न दामी हुन्थ्यो है सो हल्का ल्याङ भयो उतानिर जाऊँ त्यहाँनिरबाट दामी देखिन्छ जस्तो सो गाइज हाम्रो चाहिँ अब ट्याक्क ट्रेक स्टार्ट भयो अनि बादलले पुरै ढाकिसकेको छ माथिबाट खोइ अब के देखेला कि नदेखेला थाहा भएन गेट यहाँ बनाएको रहेछ मैले 2 वर्ष अगाडिको एउटा भिडियो हेर्दाखेरि चाहिँ गेट बनाउँदै थियो अहिले चाहिँ बनाइसकेको रहेछ सो खासै हिँड्ने बानी त छैन है खुट्टा गलिसक्यो यहाँ अहिले अस्ति सेफोक सुन्डो गएर आएर हिँडेर चाहिँ हल्का आँट आइरहेछ मलाई सो बिस्तारी जानुपर्ने हुन्छ लाग्छ होला 2.5 घण्टा 3 घण्टा मलाई त नर्मल्ली चिलमा जानुपर्ने हुन्छ सो गाइज हामीले चाहिँ कति 20% कभर अप हान्यो होला 22 30 25 जति हान्यो मलाई गाह्रो भयो लास्टै उकालो रहेछ क्या एकछिन रेस्ट हान्यौँ बाटो यस्तो छ सो फेरि कन्टिन्यू गर्छौँ सेफोक सुन्डोको रुगाले छोडायो नि आमायाङ्ग्रीको रुगा लाग्न थालिसक्यो मलाई अन टप अफ आमायाङ्ग्री गाइज त्यहाँ छ मन्दिर हिमाल चाहिँ दामी देखिरहेछ एकदमै बवाल रमाइलो खुसी लागिरहेछ यार धन्न आइएछ क्या हामीले धन्न प्लान क्यान्सल गरेनछौँ नआउने कि भन्ने कुरा थियो बट यो भ्यू हेर्नु न सो गाइज अब चाहिँ हामी त्यहाँ भ्यू हेर्ने ठाउँमा जाँदैछौँ हिमाल भनौँ न भ्यू हिमालय भनौँ दामी रहेछ है ठाउँ चाहिँ क्रेजी त अति बवाल छ एकचोटि लाइफमा चाहिँ आउनै पर्ने हुन्छ तपाईँहरू सो गाइज हाम्रो मन्दिर चाहिँ यही हो आमायाङ्ग्रीको मेन भनेको सो गाइज ओभरअल अब कुरा गर्नु पर्दाखेरि चाहिँ कस्तो छ भन्दाखेरि हामी चाहिँ आज बिहान कति बजी उठाएको थियौँ भन्दाखेरि 6 बजी उठ्यौँ अनि त्यसपछि यहाँबाट बेस क्याम्प पुग्नलाई चाहिँ हामीलाई बाइकमा 1 घण्टा 20 मिनट लाग्यो अनि ट्रेक गर्न चाहिँ बेस क्याम्पदेखि माथि आमायाङ्ग्रीको मन्दिरसम्म पुग्नलाई चाहिँ हामीलाई ट्याक्कै 2 आवर्स लाग्यो अनि झर्न चाहिँ 1 आवर 30 मिनट जति लाग्यो होइन सो बाटोको कन्डिसन मैले भनिहालेँ हामी एउटा ट्राइम्प एउटा स्कुटर थियो अनि बट दाइको हातमा चाहिँ हल्का प्रब्लम भयो क्या
फ्र्याक्चर समथिङ के भयो अनि त्यही भएर चाहिँ जानु मिलेन होइन। सो अति बवाल छ यो गाउँ पनि एक्सप्लोर हान्नुपर्ने हुन्छ अहिले। बादलहरू यस्तो छिटो यो पुरै यो पछाडि छ नि यो पुरै हिमाल देखिन्छ क्या। यहाँ बिहान देखाएको थियो हामी हिँड्ने बेलै देखाएको थियो बट अब अहिले त देखिँदैन होइन पुरै हुस्सु छ। त्यही भएर चाहिँ माथि पनि तपाईँहरू दिउँसो जानुभयो भने चाहिँ भ्यू हेर्छु भनेर चाहिँ सोच्दै नसोचे हुन्छ। सकेसम्म चाहिँ बिहानै जानु होला होइन।